मर्निङ। आज चाहिँ हाम्रो डे 3 मजाले आकाश खुलेको छ। आज चाहिँ हिमाल पनि देखेको छ। आज हामी यहाँ चामेबाट अप्पर पिसाङतिर लाग्छौँ। अहिले बिहानको 6 बज्यो। हामी 7 बजेतिर ब्रेकफास्ट खाएर अनि 8 बजेतिर यहाँबाट हिँड्छौँ। हाम्रो ब्रेकफास्ट आजको Day 3. Day 3. How are you feeling? It's really cold. It's not that cold. That cold, yes. अनि आजबाट हाम्रो बल्ल trekking. Time. And the thing is, we already finished half of our food in the car. This side. Oh, छैन that's right. आजबाट हिँड्नु पर्छ अब। ल अब होटल व्हाइट स्तूपलाई बाई भन्नु पर्यो। अब हाम्रो यहाँबाट चाहिँ हिँडाइ सुरु हुन्छ। कति बज्यो? 8:30 भयो है। 8:30 पनि अलि बढी भयो क्या? ह? किन बसेन अघि नि? ह? 8:19 भयो रे। ओके, त्यहाँबाट हामी हिँड्छौँ। बाटो चाहिँ रोडै रोड, गाडी हिँड्ने बाटो रहेछ। हेलो गाइस। ओ बच्चाहरू, आर यु गाइस रेडी? ओके, लेट्स गो। रोडै रोड हिँड्दैछौँ। वी क्यान सी ग्रिनरी। उताबाट गाडी आयो धुलो उडाउँदै। तलेको भन्ने गाउँमा पुग्यो। तलेको घाम चाहिँ मजाले लागेको भएर हिँड्दाखेरि चाहिँ गरम भइरहेछ है पुच्चु? त हेर त थाक्यो? मम्मी र हेर न, थाके छैन? वे टु पिसाङ ट्रेकिङ ट्रेल। यहाँ चाहिँ अब ट्रेकिङ ट्रेल चाहिँ छुट्टै, गाडी जाने बाटो चाहिँ छुट्टै रहेछ। हामी चाहिँ ट्रेकिङ ट्रेलबाट जान्छौँ। चामेबाट हिँडेको 2 आवर्स जतिमा अहिले हामी यो एप्पल फार्म आइपुग्यौँ। कस्तो मजाले एप्पल फलिरहेछ। पुरै एप्पल फार्म रहेछ यता। एकछिन हामी यहाँ रेस्ट गर्छौँ अनि फ्रेस एप्पल जुस खाएर हाम्रो जर्नी अगाडि बढाउँछौँ। एप्पल फार्म भएको ठाउँलाई चाहिँ भर्ताङ भन्दो रहेछ है। 40 मिटरमा छ अहिले हामी। यो चाहिँ एप्पल फार्मको रेस्ट गर्ने ठाउँ है। ठाउँ चाहिँ यति राम्रो छ। वासरुम गएको अनि यो केटी मान्छेको वासरुम टोइलेट यति फोहोर गनाएर पुरा भमिटै आउला जस्तो भएर टोइलेट बस्नै सकेन। नेपालमा चाहिँ यही नै एकदमै मेन प्रब्लम छ। बाहिर हिँड्यो भने टोइलेटको चाहिँ एकदमै प्रब्लम हुने, सफा ठाउँ भेट्न चाहिँ एकदमै गाह्रो छ नेपालमा। Here is apple cider, apple juice, apple donut and chocolate donut. And they are having fun. अरू त सबै ठिक हो। वासरुमको चाहिँ साइरा नजानु। हाम्रो फर्स्ट सस्पेन्सन ब्रिज। राइसा, से चीज, से चीज।
फाइनली हामी अहिले ढुकुर पोखरी आइपुग्यौँ। यो चाहिँ अब हाम्रो लन्च गर्ने प्लेस। भोक लागिसक्यो, अब हामी यहाँ एकछिन रेस्ट गर्छौँ and we will have lunch here. यो ट्रेलमा चाहिँ अति नै राम्रो राम्रो भ्यूहरू देख्न पाइने। खोला, हरियाली, डाँडा काँडा। फाइनली हामी अहिले अप्पर पिसाङमा पुग्यौँ। अहिले 3:30 भयो, टाइम चाहिँ 8:30 बजे हिँडेको चामेबाट 3:30 बजे यहाँ पुग्यो। तर हामी एकदमै बिस्तारै रेस्ट गर्दै आयो, कुनै पनि हतार नगरिकन। यो चाहिँ हामी आज बस्ने होटल स्वीट होम होटलको नेम चाहिँ। गेस्ट चाहिँ त्यति छैन अझै यो होटलमा। यहाँबाट चाहिँ अन्नपूर्ण दामी देखिने रहेछ। And here we go. आजको डिनर बेज दाल भात and she is eating soup, garlic soup. बुढा ठिक छ? It's really good. बुढा ठिक छ? टाउको दुखेछ भने हैन अलिअलि? गुड मर्निङ, इट्स आवर डे 4। अहिले हामी अप्पर पिसाङमा छौँ। बिहानको अहिले 6 बज्यो। वेदर चाहिँ खासै खुलेको छैन, आज पुरै बादल छ। त्यो देखिएको चाहिँ अन्नपूर्ण हिमाल राम्ररी खुलेको छैन। यो चाहिँ अप्पर पिसाङको गाउँ। अहिले 6 बज्यो। अब हामी 7 बजेतिर ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि आजको डेस्टिनेसन हाम्रो मनाङको यात्रा सुरु हुन्छ। Here is our breakfast. Good morning. Good morning. के छ तिम्रो हालखबर? टायर्ड? Cold and tired. I'm fine. झन् धेरै हिँड्नुपर्छ। अप्पर पिसाङबाट हिँडेको 30 मिनटमा हामी यहाँ पुग्यो ग्रीन लेक। पानी चाहिँ कस्तो क्लियर है, क्रिस्टल क्लियर। तर पानी चाहिँ धेरै थोरै रहेछ। पहिला यहाँसम्म थियो रे पुरै, अहिले सुकेको रे। आजको फर्स्ट सस्पेन्सन ब्रिज हाम्रो। अब यहाँबाट चाहिँ हामी ठाडै उकालो, त्यो उकालो उक्लिनुपर्छ। एटलिस्ट 2 आवर लाग्छ भनेछ। छिटो हिँडेर 1.5, बिस्तारै हिँड्यो 2 आवर जति। हामी चाहिँ बिस्तारै हिँड्छौँ। आजको हार्डेस्ट पार्ट चाहिँ ठाडै उकालो, गाह्रो गाह्रो गाह्रो। तर भ्यू चाहिँ अति दामी। अहिले हिमाल चाहिँ बादलले छेकेछ। यस्तो ठाउँमा पनि सानो पसल राख्नुभएको रहेछ दाइले। Look at the view. एकछिन थकाइ मारौँ यहाँ। यस्तो ठाउँमा पनि यस्तो पारेछ। फाइनली हामी अहिले 11 भन्ने ठाउँमा आइपुग्यो। यहाँसम्म चाहिँ ठाडै उकालो, गाह्रो। आई होप यहाँबाट बाटो अलि सजिलो छ होला।
फाइनली हामी अहिले आजको लन्च प्लेसमा पुग्यौँ नगवाल भन्ने ठाउँमा हामी 7:30 बजे हिँडेको अहिले 1 बज्यो भनेपछि लगभग 5 घण्टा 5.5 घण्टा लाग्यो हामीलाई यहाँसम्म आउनलाई बिस्तारै रेस्ट गर्दै आयौँ कुनै पनि हतार नगरिकन अब हामी यहाँ लन्च गरेर एकछिन रेस्ट गर्छौँ त्यसपछि आजको डेस्टिनेसनतिर लाग्छौँ आजको हाम्रो लन्च फ्राइड राइस चीज म्याकरोनी हैन स्प्रिङ रोल अनि नुडल्स मिठो बास्ना आज लसुनको पहिलाको पुरानो घरहरू पुरानो गाउँ हुँदै मनाङको बाटो मनाङ जाने बाटो लाग्दैछौँ कति नै हावा आउने रहेछ अहिले चाहिँ हामी ब्राका पुग्यौँ अहिले 5 बज्न लागिसक्यो इभिनिङको 7:30 बजेदेखि हिँडेको लगभग 5 बज्न लाग्यो होटेल अझै पुगेको छैनौँ आज चाहिँ हामी ब्राकामा बस्छौँ को हाम्रो होटेल न्युयोर्क यहाँ बस्दैछौँ मनाङमा चाहिँ एकदमै धेरै क्राउड हुने भएको भएर हामीले चाहिँ ब्राकामा बस्ने डिसिजन लिएको अनि यो रुम सो नाइस है रुम यस्तो छ फ्यामिली रुम दुईटा बेड एउटा बिग बेड खोइ वासरुम विथ अट्याच बाथरुम हैन वेयर आर यु टोइलेट अट्याच टोइलेट यो रुमको चाहिँ 2000 हो प्याकेजको विथ डिनर एन्ड ब्रेकफास्ट पर पर्सन 2000 एन्ड इट्स भेरी गुड डिल आई थिङ्क रहेछ कस्तो लाग्यो रुम मन पर्यो Yeah, I'm just so tired. everyone is